नमस्कार साथीहरू, आजको दिन चाहिँ यस्तै छ। थाई हिँडेको हिँडेको अब पहिला बिटिएसमा आयो, बिटिएसबाट फेरि अर्को ट्रेन पक्रेर अब यहाँ चाहिँ नि अब थाई इमिग्रेसनको लागि जाँदैछौँ। यहाँ चाहिँ यस्तो छ, धेरै नै राम्रो बनाएको छ। अब थाइल्यान्ड त धेरै विकसित देश हो। हेर्न सक्नुहुन्छ तपाईँले यस्तो राम्रो चाहिँ नि ब्रिजहरू बनाएर मजाले चाहिँ मार्केट मेट्रो स्टेसन बनाएको छ। तलबाट गाडी हिँड्ने एकदमै सुविधा राम्रो गरी बनाइरहेको छ। अनि अब चाहिँ हाम्रो चाहिँ इमिग्रेसन त लागेको यहाँबाट फेरि चाहिँ कतितिर जानुपर्छ हिँडेर हिँडिरहेको हुन्छ, मोटरसाइकल गएको हुन्छ। विदेशबाट आएको कारण चाहिँ के हो भनेदेखि अब ट्याक्सीमा भने धेरै भाडा लाग्छ, बाइकमा पनि लगभग 180 समथिङ लागिहाल्छ। त्योभन्दा बरु बिटिएसमा अलिक टाइम छ भने चाहिँ बिटिएसमा पैसा पनि कम लाग्छ, आरामले छिर्छु। एसियम बजेर मजाले आउनु पाउँछ। त्यही भएर बिटिएस युज गरेको मैले बिटिएस भन्ने अब ट्रेन सजिलो छ। बिटिएसले चाहिँ यहाँ पुऱ्याउँछ, यहाँबाट फेरि अर्को ट्रेन छ मात्र विदेशमा जानु पाउँछ इमिग्रेसनसम्म।